Hello, good morning. Guys, नमस्ते. धेरै दिनपछि भिडियो बनाउँदैछु. आज चाहिँ म घुम्न जाँदैछु भन्दा पनि एउटा सानो कामले गर्दा निस्किरहेको छु. मेरो कपाल पनि काट्नैला भयो जस्तो छ यार. फेरि गर्मी सुरु हुन लाग्यो. आज चाहिँ बजार सानो काम छ. ब्याङ्कसम्म जाने काम. गाडी आउँदैछ. अब चाहिँ गाइस साथीहरू 2-3 दिनको लागि त्यो कोरियामा चाहिँ अहिले मौसम चेन्ज भइरहेछ. मौसमको साथसाथ प्रकृतिको चेन्ज हुने हो. त्यस्तै तपाईहरुलाई अहिले चाहिँ के छ भने कोरियामा चाहिँ यस्तो भइरहेछ फुल फुलेर भन्न चाहन्छु. कति राम्रो छ है फुल. अझै फुल्नु यो अब 2 दिन जतिमा यस्तो राम्रो हुन्छ यो फुल. तर यहाँ चाहिँ एकदम पातलो छ. यो पुरै नफुलेर होला सायद पातलो. यो आधी उधी त झर्न लागिरहेछ. रेडी भएर यस्तै हो. म चाहिँ सानो कामले गर्दा हिँडिरहेको छु. मेरो क्या मौसम देखिरहेछ यार. क्या राम्रो देखिरहेछ. मेरो यो चाहिँ पहिलेको भन्दा अहिले चाहिँ मेरो मोबाइल चेन्ज भएको छ. त्यही भएर भिडियो पनि कस्तो क्लियर देखिरहेछ. क्यामेराले पनि हुन्छ हुन चाहिँ कस्तो राम्रो देखिरहेछ. म चाहिँ अब बस आउने लाग्दैछ. अब बस आएपछि बस्नु सानो काम गरेर फर्केर आउनेछु. त्यही हो गाइज. फुल त फुल्नै बाँकी छ. म बाटोमा थोरै मिलो भने सो थोरै गाडीबाट पनि भिडियो लिनेवाला छु. यहाँको चाहिँ यो नेपालमा चाहिँ के भन्छ के गाडी भन्छ अरे यस्तो नाइट बसहरू जस्तै यो चाहिँ कस्तो भित्र चाहिँ रास्तै राम्रो हुन्छ क्या. राम्रो हुन्छ साथीहरू. कोरियामा पहिले बनेको घरहरू यस्तो हुन्छ है. योभन्दा सानो पनि हुन्छ. यसको चाहिँ फल पनि खानु मिल्छ है साथीहरू. यसको जुस बनाउँछ. यसको फलको जुस बनाउँछ. त्यही हो. अब म चाहिँ गाडी चढ्ने ठाउँ आइहालेँ. सधैँभरि तपाईँहरूलाई गाडी चढ्ने ठाउँ हो मेरो. म यसमै गाडी चढ्छु, यहीँ आएर गाडी चढ्छु भनेर भनिरहेको हुन्छु. त्यही हो. गाडी चढ्ने हो. यहाँ टिपर ज्यानमारा भन्छ के नेपालमा. त्यसलाई सो गाइज अब म चाहिँ यहाँ बसेर गाडी पर्खिन्छु. यताबाट आउँछ गाडी अनि यता जान्छ. म त यता छु. घाम लागिरहेछ आज चाहिँ. चिसो छ.
फाइनली मेरो काम चाहिँ सकेर म निस्किसकेँ। 2 मिनेटको काम भयो, 2 मिनेटमै काम सक्यो। तर इम्पोर्टेन्ट काम हो, 2 मिनेटमै सकिने काम इम्पोर्टेन्ट कस्तो होला भन्नुहुन्छ होला। त्यो चाहिँ मेरो काम चाहिँ मोबाइल ब्याङ्किङ बनाउने थियो। मोबाइल ब्याङ्किङ बनाइसकेँ। यो चाहिँ भन्नुहुन्छ भने यो चाहिँ जसले पनि युज गर्न सकिन्छ, तर यसलाई चाहिँ स्क्यान गरेर पैसा तिरेर चलाउन सकिन्छ। जहाँ जानु मन लाग्छ त्यहीसम्म लाने, जसै जहाँ डिस्टेन्स छ आफ्नो जाने ठाउँ त्यहीसम्म जाने लिएर त्यही छोडिदिने। त्यो फेरि पुर्याउनु चाहिँ आउनु पर्दैन, फेरि पुर्याउनु आउनु पर्दैन, त्यही हो। अनि सजिलो छ। आफ्नो साधन नहुँदाखेरि अलिक टाढो जानु पर्यो भने त्यो आफैले कम्पनीले खोजेर ल्याउँछ। आज एकदम यार फायर धेरै चलिरहेछ। यस्तो हुनुपर्ने है। बुढाबुढी हिँड्ने चाहिँ नेपालमा पनि यस्तो चट्ट भइदिएखेरि त्यो राम्रो हुन्थ्यो होला। अब यहाँ चाहिँ यसरी हिँड्नुपर्छ। आज धेरै फायरिङवाला प्लेनहरू चलिरहेछ। खास के को लागि हो? यहाँ पनि राष्ट्रपति चेन्ज भयो, सक्यो। राष्ट्रपतिको निलम्बन गरिसक्यो। हाम्रो नेपालमा मात्रै होइन, यहाँ कोरियामा पनि यसरी कार्टुन जम्मा गर्छ है बुढी मान्छेले जम्मा गर्दै हुनुहुन्छ। अनि म चाहिँ यसो केही नकिने पनि बजारतिर घुमेर फर्किनु पर्यो भनेर आउँदैछु। बजारतिर लाग्दैछु। गाइस एकछिन टाइम छ, गाडी त अब फर्किहाल्थ्यो। 10-15-20 मिनट जति यसो हल्लिँदै हिँड्नु पर्यो। त्यतिकै भएर बस्नु पनि च्यावै हुन्छ। अब यस्तो हुन्छ यहाँ चट्ट घाम तापेर बस्नु मन लाग्यो भने यसरी कुर्सी राख्दै हुन्छ, चट्ट बस्ने घाम ताप्ने। अब कोरियामा खेतीपातीको सिजन आयो, सबै यो बिरुवाहरू यसरी उत्पादन गरेर राखेर बेच्छ। यो त थोरै हो, एकदमै धेरै हुन्छ बेच्नुलाई राखेको हुन्छ। त अगाडि पनि त्यहाँ पनि छ, त्यो घरमा पसलमा राखेर बेचिरहेछ। यस्तै हो, जे छ जस्तो छ भनिदेऊ मलाई नयाँ तिमीलाई। ल हेर्नुहोस् है, कुरिलो सब मकैहरूको हरेक चिजको बिरुवाहरू चाहिँ यसरी उपलब्ध हुन्छ। यो चाहिँ एकदम थोरै हो, यो पहिले निकाल्ने सामानहरू। पछि अझ धेरै निकाल्दै जान्छ। अनि पहिले यो गाडी राखेको ठाउँमा एउटा मार्केट थियो, हामीले धेरै सामान किन्थ्यौँ। यहाँ आएर रातभरि बसेर पनि जान्थ्यौँ। अहिले चाहिँ छैन, कार पार्किङ बनायो भत्काएर। अब छोटहरूले त्यति राम्री मान्छे चुरोट खाँदैछ। गाइस अब फेरि एकछिन पछि भेटौँला। हेलो गाइस, सो फाइनली म चाहिँ रुम फर्केर आइसकेँ। तपाईँलाई अघि देखाएको थिएँ मैले नाइट बस भनेर, फेरि म आइपुगेँ त्यही ठाउँमा। अब चाहिँ म मेरो कम्पनी भनौँ, यहाँ बसिन्जरलाई घर फर्केर आइसकेँ। अब यस्तै हो, खेत जोतिसकेँ। फेरि तपाईँलाई पहिले धानहरू रोपेर देखाएको थिएँ। अब चाहिने भने चट्टसँगले रुममा आइपुग्यो। यति राम्रो भइरहेछ कि मौसम, घुम्न जाने मौसम छ, घुम्न जाने कहाँ भन्ने कुरा हो।
गाइस अब म चाहिँ गाइस होइन अब कम्पनी आइपुगेँ। अब आजको दिन चाहिँ कम्पनीलाई घाटालाई केही लाउनु भन्नु। म प्राय कम्पनीको खाना चाहिँ डेमा एकचोटि मात्रै खाने गर्छु कामको बेलामा। तर आज चाहिँ मेरो बिदा छ तर बिदाको दिन चाहिँ आजसम्म चाहिँ कम्पनीकै खाना एक छाक चाहिँ अब रन्काइदिनु पर्यो भनेर सोचिरहेको छु। त्यो भएर बाहिर पनि नखाएँ है, रुममा पनि बनाएर खानु झ्याउ लाग्छ। बेलुका त अब बनाएरै खाइन्छ गाइस। अब त्यही हो, कम्पनीको खाना खाइदिने हो। अनि मस्त मोला सुतिन्छ होला, बेलुका उठिन्छ खाना पकाएर खाइन्छ गाइस। यो चाहिँ कम्पनी तपाईँहरूलाई मैले कम्पनी जलेको भिडियो हालिरहेको नि, पुरै जलेको थियो। अहिले नयाँ बनाइसक्यो। हाम्रो एरिया चाहिँ यस्तो छ। अनि मेरो एरियामा चाहिँ यस्तै तपाईँहरूलाई भन्ने छु। भन्नु चाहिँ के भन्नु र, त्यही हो। अब यो उकालो जानुपर्छ कि अब यो उकालो चढेर हेर्नुहोस्, यस्तो उकालो चढेर भात खान जानुपर्छ। सामान त्यही राख्नु हुँदैन यार, माथि राख। त्यो उकालो चढेर भात खान जाने। चट्टपरी यस्तो उकालो गएर भात खाने। यहाँ चाहिँ तर यो सल्लाह टोपी सल्लाह हो जस्तो छ, टोपी सल्लाह होला सायद। फापा मगा जी कालले भयो। यो चाहिँ गाइस बबाल देखिने रहेछ यार यहाँबाट भ्यू त। त्यही बाटो आएको है, यो कम्पनी चाहिँ पुरा जलेको थियो। यो पुरै जलेको थियो, नष्ट भएको थियो, पुरै बनायो। मेरो दाजुहरू बस्नुहुन्छ अरे त्यो त्यहाँ। अनि म चाहिँ अब खाना खान्छु, खाना खाएर झर्छु।